गाइस हामी चाहिँ आज फेरि पोहोरको जस्तै जङ्गलमा हराउन जान लागेको छौँ। हामीले चाहिँ नास्ता पनि लिने भनेको छौँ। पानी यहाँ पानी लिएको छौँ। च्याउ पायो भने त झ्या यता सुन न, पहिला चाउचाउ लिनु भनेको नास्ता, अनि भुइँकटर लिनु भनेको लिएर एउटा पाकेको मेवा रहेछ त्यो पनि लियो त। हामी चाहिँ अब नास्तामा यो मेवा छोड्दै केही नि हुने छर छिमेक भएको के काम लाग्यो र साथीहरू। देवचिल्ली डाँडाको छेक के छ होइन फेरि अघि नै पछि कति राम्रो भ्यू आएको मैले वहाँ गएरसम्म वहाँ गएर यसो सम्झेर हेरेको। देवचिल्ली डाँडा छर्लङ्ग देखिन्थ्यो हाम्रो। ए भयो हो त्यो दाँत कुँड्याउँछ। हामीलाई चाहिँ जबरजस्ती दाँत कुँड्याउँछ भन्दा नि टिप कि टिप भन्ने कारणले नानीले टिपी आज चित्तै दुखाउनु भयो भने हामी चाहिँ च्याउखुन जान हामी चाहिँ जङ्गलमा आइसकेका छौँ। धेरै बाधाहरूको पछि दौडभाग गर्दै हाम्रो दोस्तहरू चाहिँ यता छरपष्ट भइसक्नु भएको छ। मेरो झोला देख्न सक्नुहुन्छ। कतापट्टि भनेर चाहिँ भनिदिनु भएन। फेरि खान पाइन्छ भनेर हो क्या। खै खै सानोवाला भए पनि सल्लो भेटाएको छ हाम्रो दोस्तहरूले। म पनि खोजीमा छु। गाह्रो छ। हम चाहिँ कब भेटाएंगे च्याउ। अरे दोस्तों कुक 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 कुक। दिदी कतापट्टि जाने हो र? त्यता आउने हो? नै सुन रही है। हम चाहिँ यो च्याउ चाहिँ पागल भइरहेछ के पानीले पागल गराएछ कि, तर टिप्न कसैले खोजेको छैनन्। डाँस त मिल्छ होला राधे। टिप होइन पानीले झेत्रा नै बनाएको के। छाम्दा पनि राम्रै हो। यो अलि यस्तो भएन कि त्यो पुठालाई यस्तो गर्दैन। यो पनि राख्ने सल्यो हो, बेबी सल्यो। दिस इज बेबी सल्यो साथीहरू, बेबी सल्यो। कति खाने च्याउ झोला भरेला जस्तो लाग्छ मलाई त। हामी चाहिँ च्याउ खोज्ने कार्यक्रममा दाउरा चाहिँ जति पनि भेट्यो नि, फेरि दाउरा खोज्न आयो च्याउ भेट्यो नि, च्याउ खोज्न आयो दाउरा भेट्यो नि। के हो के हो? च्याउ पनि छैन जागर नीला छैन। चाल हो भनी अब म हिँड्न सक्छ कि सक्दैन थाहा छैन। चारवटा चाउचाउ ल्याएको नास्ता नि थाहा छैन। च्याउ नभेटाएर खाइहालौँ भने भोक पनि छैन।
किन होला हामीले च्याउ पनि दिदी बरु लाफा घाँस भो पाटी पन हामीलाई चाहिँ एकदम गाह्रो परिसकेको छ किनभने हामीले च्याउ पाउनबाट असफल भइसकेका छौँ एउटा दुईटा त पाउनु नि हो अरूले चाहिँ भेटाएर पनि बेच्न पुग्ने यता हेर्न यता तिमी पनि कुहिएरै जानी हो कुहिएको च्याउलाई हामीले त खै के खानी हो कतै नै देखेको पनि भाज्यात्तै भएछ अस्ति हामी त्यो पछिचोटि गर्थ्यौँ नि तर मनिर मम्मी बजार भेटाउँछ थुप्रै थुप्रै नै भेटाएको थियो बेरी सुट्यो होला है लाप्पा लाने भन्ने हामी चाहिँ च्याउको झोलाभन्दा धेरै खाने घरमै झोला भरेर ल्याग भएर होला क्या नपाए कस्तो फिल हुँदैछ ठिकै फिल भयो चिल त भएन नि दिमाग एक्टिभ भएछ कि ए उहाँलाई पुग्ने त भेटिसक्नु भएछ बसौँ झोलामा लागि कि राजु जिसीको लागि यसो भनेर जाने त नि तारेले भेटाइन के दाइ अब खानु पाउनु भएन म त गएँ खाने भयो बेलुका भात लिएर त्यति आउनु होला हान्ने कि आज जिसीको जानलाई पुग्दैन के अरे भन्दै लैजाए माई गस किन्छ यता यतै पात खोग हाम्रो डाइरेक्ट टोक्न चाहिँ आएन न म चाहिँ च्याउ नपाउँदाखेरि कस्तो फिल भइरहेको छ धेरै अल्छी लाग्ने फिल भइरहेको छ मलाई निन्द्रा लागिरहेको छ झ्याउ लाएर हो र अनि यता हुनुहुन्छ निन्द्रा लागिरह उडुस भइसक्यौँ हामी झ्याउ लाएर पनि हाम्रो एक थरीको नास्ता चाहिँ सकिसकेको छ के गरे गाह्रो पर्यो है गाइज गाह्रो पर्यो हामीले चाहिँ धेरै च्याउ नपाएको भएर हाम्रो दिदीले चाहिँ घाँस काटी अनि त्यसपछि हामी चाहिँ बस्दा बस्दा घर फर्के बाई।